महत्त्वपूर्ण तीनटा टपिकहरू चाहिँ के छन् भन्दाखेरि तपाईँको यो सङ्गठित अपराध होइन, खाद्य सम्प्रभुता सुरक्षा, जनसङ्ख्या लगायतका विषयहरू छन्। यिनीहरूलाई चाहिँ आजको सेसनमा समेट्ने कोसिस गरिनेछ अनि बाँकीलाई फेरि अर्को सेसनमा यसरी नै ऱ्यापिड क्लासको रूपमा चाहिँ अगाडि बढाउँला है त। अब यस अन्तर्गत चाहिँ एउटा प्रश्न, विद्युतीय अपराध साइबर क्राइमले कस्ता चुनौतीहरू सिर्जना गरेको छ। अलिकति क्वेसनको चाहिँ भाव बुझ्नुहोस् है साथीहरू। अब अलिकति यसमा थोरै ट्विस्ट भएको, थोरै अलिकति आफ्नो ओपन भ्यूहरू राख्नुपर्ने है, तपाईँहरूले चाहिँ अलिक ब्रोडर कुराहरू राख्नुपर्ने जस्ता कुराहरू छन्। टेक्निकल्ली ठ्याक्कै साइबर क्राइम भनेको के हो, यसका के अरे समस्या चुनौती यताउता भन्दा पनि अलिकति तपाईँहरूलाई क्रिएटिभ खालको क्वेसन एन्सर गर्नुपर्ने खालका विषयवस्तुहरू पनि छन्। नेपालको साइबर सुरक्षालाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा व्यावहारिक सुझावहरू दिनुहोस् भन्ने एउटा प्रश्न। त्यसै गरी सम्पत्ति शुद्धिकरण गर्दा अप्नाइने, मनी लन्ड्रिङ गर्दा अप्नाइने विभिन्न तहगत विधिहरूको चर्चा गर्दै है, त्यो विधिहरू हाम्रो चाहिँ 4वटा सिपिएलआईको कुराहरूको चर्चा गर्दै सम्पत्ति शुद्धिकरणको भ्रष्टाचार र आतङ्कवादसँग के कस्तो सम्बन्ध देख्नुहुन्छ त्यहाँदेखि चाहिँ अब यसमा कोरिलेसनहरू हामीले पहिचान गर्नु पर्यो है। अब यो मनी लन्ड्रिङमा चाहिँ तपाईँहरूको त्यो अवैध मुद्रा निर्बलीकरण होइन, सम्पत्ति शुद्धिकरण जे भन्दा पनि उइने हो है कुराहरू, त्यसमा नझुकिने होला। त्यसै गरी सङ्गठित अपराध के कस्ता विशेषताहरू हुन्छन्, एकाधिकारजन्य कार्यले आम उपभोक्तालाई पुग्ने असरहरूको विश्लेषण गर्नुहोस् भनेर अब यसमा चाहिँ मोनोपोलीको कुरा गर्यो। अब दुईटा कुराहरू छन्, कार्टेलिङ र मोनोपोली छ। कार्टेलिङ र मोनोपोलीको अन्तर्य बुझिसकेपछि त्यसका चाहिँ फेरि असर प्रभावहरू फेरि कमन हुन सक्छन् होइन। आम समाजलाई जनतालाई पर्ने असर प्रभावहरूमा चाहिँ समानता छन्, ती कुराहरू लेख्नु पर्यो। तर एकाधिकार र तपाईँको चाहिँ यो के अरे मोनोपोली र कार्टेलिङको भनौँ न त्यसको चाहिँ अन्तर्य चाहिँ बुझ्नु पर्यो है त। त्यसै गरी राज्य विरुद्धको अपराधहरूको मानव बेचबिखनका कारणहरू पहिचान गर्दै नेपालमा मानव बेचबिखनको प्रभावकारी रोकथामका लागि सुझावहरू दिनुहोस्। एकदम यो अहिलेको नयाँ अहिले के भन्दो रहेछ भने मानव बेचबिखनलाई चाहिँ नयाँ प्रकारको दासत्व भनेर भन्दो रहेछ क्या। दासत्व उन्मूलन भए पनि नयाँ प्रकारका दासत्वहरू चाहिँ कायम छन् समाजमा, अन्तर्राष्ट्रिय राष्ट्रिय रोजगारीमा भन्ने छ। त्यस कारणले यो पनि एउटा सम्भावित प्रश्न नै हुनसक्छ साथीहरू। नेपालको सन्दर्भमा अब वैदेशिक रोजगारी देखेर आन्तरिक रूपमा पनि मानव बेचबिखनका विभिन्न घटना, हामीले मानव बेचबिखन भनेर सोझो अर्थमा चाहिँ भारतमा चेलीबेटीहरूको हुने कुराहरूलाई मात्रै बुझेर भएन, यसको व्यापक अर्थमा बुझ्नु पर्यो है त। त्यसै गरी अब जनसङ्ख्याको प्रश्नमा यसका प्रमुख चुनौतीहरू के हुन् जनसङ्ख्या व्यवस्थापनका, र नेपालको सन्दर्भको चुनौती भनेको यही हो। प्रश्न आयो भने आउन सक्ने, हाम्रोमा जनसङ्ख्याको वृद्धि दर कमी भइरहेछ, यसका असर प्रभावहरू के हुन् भन्ने कहीँ क्वेसन हुनसक्छ साथीहरू है त। यसका असर प्रभावहरू के हुन् भन्ने हुनसक्छ। अर्को खाद्य सम्प्रभुताको विषय छ, अर्को तपाईँहरूको टपिक खाद्य सम्प्रभुताको परिचय दिँदै नेपालमा खाद्य पदार्थको पर्याप्त स्वस्थ र सहज आपूर्तिमा देखिएका अवरोधहरूको पहिचान गर्नुहोस्। अब खाद्य सुरक्षा र सम्प्रभुता छ, यसको अन्तर्य त बुझ्नु परिहाल्यो। अनि त्यसपछि त्यहाँबाट सम्प्रभुता भन्ने बित्तिकै अब राइट्सको होइन, आफ्नो चाहिँ डिग्निटीको, अनि त्यसपछि आफ्नो चाहिँ डिसिसिभ रोलको कुराहरू हुने भयो। त्यसको सन्दर्भमा अब हाम्रा अवरोधहरू के हुन् त भन्ने कुराहरू चाहिँ पहिचान गर्ने हो। अरू यही च्याप्टरसँग जोडिएको यिनै टपिकहरूसँग जोडिएको अर्को एउटा भ्रष्टाचार भन्ने छ। भ्रष्टाचारको चाहिँ हामीले अलि पहिला एकपटक हामीले छलफल गरे जस्तो लाग्छ, त्यसैले मैले यहाँ कन्टेन्टमा त राखिदिएको छु, क्वेसनमा नराखे पनि यिनै 6-7वटा क्वेसनहरू आज सक्ने कोसिस गर्छौँ साथीहरू। ध्यान दिएर सुन्नु होला अनि अभ्यास पनि गर्नु होला है त, घरमा पनि अभ्यास गर्नु होला। इक्जाम एकदमै नजिक आइरहेछ तपाईँहरूको। ल अब पहिलो प्रश्नतिर जाउँ। साइबर क्राइमका चुनौतीहरू सोधिएको कुरा र नेपालले कसरी चाहिँ अब आफ्नो साइबर सेक्युरिटीलाई प्रभावकारी बनाउने त भन्ने विषयमा व्यावहारिक सुझावहरू, यसको चाहिँ एउटा प्रश्न हो है त, यो फर्स्ट च्याप्टर अन्तर्गत। अब यसमा साइबर क्राइम भन्ने बित्तिकै त्यसलाई नसोधेको भएर विषय प्रवेश गर्न पाइहाल्यो। सूचना तथा सञ्चार प्रविधि वा कम्प्युटिङ प्रविधिको दुरुपयोग वा अपराध नै साइबर अपराध हो। यसमा मुख्यतया इन्टरनेट, इन्ट्रानेट, हार्डवेयर, सफ्टवेयर सम्बन्धी गैर कानुनी गतिविधिहरू पर्छन्। विद्युतीय सेवा प्रवाह, सामाजिक सञ्जाल र इन्टरनेटको विस्तारसँगै साइबर अपराधजन्य चुनौतीहरू वृद्धि भएको छ भने विषय प्रवेश गरेको तपाईँको चाहिँ यो साइबर क्राइम भन्ने बित्तिकै डिजिटल क्राइमका सबै स्वरूपहरू पर्ने भयो। त्यसमा हार्डवेयर बिगार्ने, सफ्टवेयर बिगार्ने, त्यसलाई मिसयुज गर्ने, प्राइभेसी ब्रिच गर्ने,
होइन, अरूलाई चाहिँ हार्मफुल एक्टिभिटिजहरू जस्तो चाहिँ मौद्रिक अपचलनका कुराहरू, ब्याङ्किङ फ्रडका कुराहरू, यी सबै साइबर क्राइमका कुराहरू होइन। त्यसलाई हामीले विषय प्रवेशमा सुरु गरियो। अब चाहिँ हामीले डिजिटल गभर्नेन्स भनिरहेछौँ, ई गभर्नेन्स भनिरहेछौँ। ई गभर्नेन्सको असाध्यै एउटा च्यालेन्जिङ र क्रिटिकल कुरा भनेको चाहिँ साइबर सेक्युरिटीको कुरा हो है। संसारकै ठुल्ठुला मार्केटहरू, देशहरूले चाहिँ अहिले साइबर सेक्युरिटीको असाध्यै ठुलो जब मार्केटहरू क्रिएट गरिरहेछन्। किन भन्दाखेरि जति हामी डिजिटल डिपेन्डेन्सी बढ्दै जान्छ, साइबर सेक्युरिटीमा त्यति नै हामीले चाहिँ सबै किसिमका हाम्रो सिस्टेमिक इन्टरभेन्सन होइन, ह्युमन रिसोर्सको इन्टरभेन्सन, टेक्नोलोजिकल इन्टरभेन्सन बढाउँदै लानुपर्ने अवस्था हुन्छ। अब हाम्रा चुनौतीहरू के हुन् त नेपालको सन्दर्भमा भन्दाखेरि आधुनिक समाजको अपरिहार्यता बन्दै गएको सूचना तथा सञ्चार प्रविधि अन्तर्गत सफ्टवेयर, हार्डवेयर र डेटा सेक्युरिटी जन्मेको चुनौतीहरू नै साइबर सेक्युरिटीका चुनौतीहरू। यस्ता चुनौतीहरूलाई व्याय बमोजिम विस्तारमा उल्लेख गर्न सकिन्छ है। अब यिनीहरूलाई अलिकति यहाँ चाहिँ क्लस्टरिङ जस्तो गरिएको, तथापि तपाईँहरूले सिधै सिधै लेख्दा पनि हुन्छ। अलिकति जस्तो चाहिँ एउटा वित्तीय अपराध, वित्तीय अपराध भन्ने बित्तिकै तपाईँको क्रेडिट कार्ड होइन, अकाउन्टको चोरी गर्ने, ब्याङ्किङ फ्रड गर्ने, एटिएमबाट फ्रड गर्ने, जुन चाहिँ नेपालमा पनि हामीले देखेको, भोगेको, सुनेका कुराहरू छन्, एउटा त्यो प्रकारको अपराध है। त्यसै गरी मोबाइल, कम्प्युटर तथा इन्टरनेट मार्फत चरित्र हत्या गर्ने, यौनजन्य तथा अन्य हिंसा र घृणा फैलाउने कामहरूको नियन्त्रण गर्ने अर्को चुनौती है। हामीलाई चाहिँ यी कुराहरूमा कस्ता चुनौतीहरू छन् भन्ने कुराहरू चाहिँ यसमा राख्नुपर्ने छ। त्यसै गरी इन्टरनेट धोखाधडी होइन, अर्काको पहिचान र अनधिकृत रूपमा प्रयोग नियन्त्रण गर्ने है। तपाईँको चाहिँ अर्कै व्यक्ति बनेर तपाईँले चाहिँ सोसल नेटवर्कमा, सोसल मिडियाहरूमा चाहिँ लगायतका होइन, इमेलहरूदेखि लिएर अरू कुराहरूमा पनि चाहिँ तपाईँको प्रिटेन्ड गरेर त्यसलाई मिसयुज गर्ने कुराहरू, अर्काको कम्प्युटर, विद्युतीय उपकरण, नेटवर्कमा अनधिकृत प्रवेश गरी पुर्याइने कुराहरू, जस्तो चाहिँ तपाईँको ह्याकिङ भन्छ होइन, अथवा चाहिँ कसैको चाहिँ चुक्याइ प्रलोभनमा पारेर उसको चाहिँ कम्प्युटर, मोबाइलका डेटाहरू लिने कुराहरू, यस्ता कुराहरू। भाइरस, स्पियोनेज, फिसिङ, मालवेयर जस्ता विधि मार्फत गरिने क्षतिको नियन्त्रणहरू। अब यो चाहिँ तपाईँहरूले टर्मिनोलोजी मात्रै बुझ्दा हुन्छ, यसको डिटेलमा जानु पर्दैन। अब भाइरस भनेको चाहिँ तपाईँको माल फङ्सन गराइदिने हो, जे गर्नुपर्ने हो त्यो नगर्ने, रिजल्ट फरक दिने भनेको भाइरस हो। त्यसै गरी स्पियोनेज, फिसिङ भनेको चाहिँ के हो त भन्दाखेरि तपाईँको स्पियोनेजले डेटा चोरी गर्ने कुराहरू हो, अनधिकृत रूपमा अर्काको सिस्टममा प्रवेश गरेर उसको पासवर्डहरू, उसका चाहिँ क्रेडिट कार्ड डिटेलहरू चोरी गर्ने कुराहरूलाई स्पियोनेज भनिन्छ। फिसिङ, मालवेयर भनेका पनि तपाईँको चाहिँ अनधिकृत र चाहिँ ब्याड प्रोग्रामिङहरू घुसाउने है, सफ्टवेयरलाई बिगार्नलाई मालवेयरहरूको, फिसिङको प्रयोग गरिन्छ। यस्ता कुराहरू गरेर यी चाहिँ तपाईँहरूले टर्मिनलहरू मात्रै राखिदिए हुन्छ, सम्झिँदा हुन्छ, डिटेल सम्झिनु पर्दैन। अनधिकृत ह्याकिङ, साइबर हमला जस्ता कार्यहरूको प्रतिरोध क्षमता विकास गर्नु अर्को कुरा। अब बेला बेलामा सुनिन्छ हाम्रा सरकारी वेबसाइटहरूदेखि लिएर महत्त्वपूर्ण ब्याङ्किङ वेबसाइटहरूमा समेत ह्याकिङका, साइबर एट्याकका कुराहरू सुनिन्छ होइन। त्यसको डिफेन्सिभ प्रणाली विकास गर्ने, क्षमता विकास गर्ने चाहिँ हाम्रो चुनौती हो। त्यसै गरी नयाँ प्रविधिहरू, क्रिप्टो करेन्सी, ब्लकचेन, इन्टरनेट अफ थिङ्सका चुनौतीहरू, यसले सिर्जना गरेका चुनौतीहरू। क्रिप्टो करेन्सीमा चाहिँ हामीले म्यानेज गर्न नसक्दाखेरि राज्यले त्यसलाई चाहिँ अहिले ब्यान गरेको अवस्था छ, त्यसलाई चाहिँ के अरे निषेध गरेको अवस्था छ होइन। त्यसले ल्याएका चुनौतीहरू सामना गर्ने। अब क्रिप्टो करेन्सीबाट फेरि अब संसारभरि नै तपाईँको डिजिटल करेन्सीमा गयो भने हामी आइसोलेट भएर बस्न सक्दैनौँ। त्यो हो भने अब हाम्रो रेसिस्टिभ प्रणाली, क्रिप्टो करेन्सीलाई एक्सेप्ट गर्ने, त्यसको लिट्रेसी बढाउने, त्यसलाई प्रयोग गर्ने कुराहरू हाम्रो कस्तो सिस्टम बनाउने भन्ने चुनौतीहरू भयो। सक्षम जनशक्ति विकास र सुरक्षा प्रणाली लगायतका प्रणाली जुटाउने चुनौतीहरू होइन, सुरक्षा प्रणालीमा लगानी गर्ने कुराहरू। अब जस्तो यो साइबर सेक्युरिटीमा लगानी बढाउने कुरा, त्यसको लागि चाहिँ क्यापेबल ह्युमन रिसोर्स डेभलप गर्ने कुरा अर्को चुनौती हो। समाजमा न्यूनतम स्तरमा रहेको साइबर साक्षरताको विकास गर्ने कुराहरू अर्को चुनौती छ है त। अब कसरी चाहिँ तपाईँको व्यावहारिक सुझावहरू दिने हो त? अब हामीले चाहिँ हाम्रो यो साइबर सेक्युरिटी बढाउनलाई, यसलाई प्रभावकारी होइन चाहिँ इफेक्टिभ बनाउनलाई कस्ता खालका सुझावहरू दिने भन्ने कुराहरू सोधिएको छ है। यसलाई पनि हामीले क्लस्टरिङ एप्रोचबाट एन्सर गरिएको छ। अब क्लस्टरिङबाट सकिँदैन भने पोइन्ट वाइज दिँदा पनि हुन्छ। यो अलिकति टेक्निकल विषय भएको भएर तपाईँहरूलाई थोरै अप्ठ्यारो, थोरै कम्प्लेक्स जस्तो लाग्न सक्छ नन टेक्निकल साथीहरूलाई। तथापि यो एकदमै टेक्निकल भए पनि फेरि यस्तो क्वेसन चाहिँ तपाईँलाई एब्सोल्युट नम्बर आउने पनि हुन्छ क्या। यसमा दायाँ बायाँ केही गर्नु पर्दैन, गफ लेख्न पाउने ठाउँहरू हुँदैन। टु द पोइन्ट एन्सर लेख्यो भने धेरै नम्बर स्कोर गर्न पनि सकिन्छ, अलिअलि अभ्यास गर्दा पुगिहाल्छ।
नेपाल जस्तो सूचना प्रविधि न्यून सक्षमता भएको मुलुकमा साइबर जोखिमको सम्भावना उच्च रहेको छ। यसबाट आफ्ना सेवा व्यवसाय प्रणाली र सूचनाहरूको सुरक्षा गर्न चाल्नुपर्ने कदमहरू देखाबमोजिम रहेका छन् है त। अब के हुन् त, हामीले के कदमहरू चाल्नुपर्छ व्यावहारिक रूपमा भनेको छ। एउटा चाहिँ साइबर रेजिलियन्स कायम गर्ने भनेको एट्याक भए पनि हाम्रो बस्न सक्ने सिस्टमहरू हुनु पर्यो क्या। एट्याक नहुने भन्ने त हुँदैन अहिलेको जमानामा होइन। केही प्रवृत्ति केही चाहिँ ग्रुपहरू लागिरहेको हुन्छन् होइन। तर त्यो साइबर एट्याकलाई पनि सामना गर्ने क्षमतालाई चाहिँ रेजिलियन्स भन्छ है त। साइबर रिस्क एसेसमेन्ट गरी रिस्क म्यानेजमेन्ट, बिजनेस कन्टिन्युटी र साइबर क्राइसिस म्यानेजमेन्ट योजनाको विकास गर्ने है। हाम्रो चाहिँ कुन कुन ठाउँमा रिस्कहरू हुनसक्छ त भनेर त्यसको असेसमेन्ट गर्नु पर्यो क्या। हाम्रो दक्ष जनशक्तिमा कमी छ कि, हाम्रा प्रणालीहरू चाहिँ सफ्टवेयरहरू चाहिँ कम गुणस्तरीय छन् कि, अथवा हाम्रा डिफेन्सका सिस्टमहरू हुन्छन् होइन, तपाईँको चाहिँ फर्मवेयर सफ्टवेयरहरू हुन्छन् डिफेन्सका, ती चाहिँ कमजोर छन् कि, अथवा हाम्रा इक्विपमेन्टहरू नै होइन तपाईँको चाहिँ अब जस्तो कम्प्युटर के अरे यो उहरू डेटा सेन्टरहरू होइन, यी चाहिँ कमजोर छन् कि है, अथवा चाहिँ हाम्रो जुन ओभरअल फ्लो चार्ट फ्लो डायग्राम होइन त्यो चाहिँ मिलिरहेको छैन, कतै चाहिँ लिक हुने ठाउँहरू छ कि, यी कुराहरू एसेसमेन्ट गरेर र तपाईँको इन केस अफ अट्याक होइन, इन केस अफ साइबर एट्याक अब हाम्रो चाहिँ अल्टरनेटिभ बिजनेस कन्टिन्युटी मोडलहरू है। तपाईँको चाहिँ एयरपोर्टमा मान्छेहरू आइरहेछन् इमिग्रेसनमा, इमिग्रेसनको सिस्टम ह्याक भयो भनेर त्यहाँ हजारौँ मान्छेलाई चाहिँ कुराएर उभ्याएर असिन पसिन बनाएर राख्न भएन क्या। एउटा सिस्टम ह्याक भयो भने त्यसको चाहिँ अर्को कपीबाट रेप्लिकाबाट चाहिँ काम चलाउनु पर्यो, ताकि त्यो चाहिँ कभर रिकभर हुँदै गर्दाखेरि हामीले बिजनेस एज युजुअल चाहिँ कायम गर्नु पर्यो, बिजनेस कन्टिन्युटी कायम गर्ने त्यस्तो खालको ब्याकअप प्रणाली विकास गर्नु पर्यो है त। अर्को साइबर सुरक्षाका बेस्ट प्र्याक्टिस सहितका मापदण्ड र निर्देशिकाहरूको विकास र प्रयोग गर्ने होइन। संसारले अरू राम्रा देशहरूले राम्रा कम्पनीहरूले फर्महरूले कसरी साइबर सेक्युरिटी इन्हान्स गरेका छन् ती कुराहरूलाई हामीले पनि नलेज ट्रान्सफर गर्नु। साइबर अडिट नियमनकारी संरचनाको निर्माण गर्नु पर्यो, संवेदनशील सूचना र प्रणालीको पहिचान गर्नु पर्यो भन्ने कुराहरू साइबर रेजिलियन्स अन्तर्गत राखियो। साइबर सक्षमताको सुदृढीकरण गर्ने कुरामा विद्यालय तहदेखिकै साइबर शिक्षा होइन एजुकेसन, उच्च क्षमतायुक्त जनशक्तिको विकास यो सेक्टरमा साइबर सेक्युरिटीको सेक्टरमा साइबर सचेतनाको विस्तार गर्नु। त्यसै गरी साइबर सुरक्षाको राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिमका कामहरू गर्दै जानु पर्यो। हामीले साइबर सेक्युरिटी कायम गर्नलाई अहिले चाहिँ अब इन्टरनेटमा हामी संसारभरि जोडिएका हुन्छौँ, त्यस अन्तर्गतका हाम्रा केही अब्लिगेसनहरू पनि हुन्छन्, ती अब्लिगेसन पुरा गर्नु पर्यो। महत्त्वपूर्ण सूचना प्रविधि पूर्वाधारलाई विशेष सुरक्षा गर्ने रिकभरी साइटहरूको विकास गर्नु पर्यो। सरकारी निजी गैर सरकारी निकायहरू बिचमा सहकार्य समन्वयमा जिम्मेवारी तोकी सम्पादन गर्दै जानु पर्यो कामहरू। कडा कानुन र दण्ड सजायको व्यवस्था गर्नु पर्यो, यो अझै महत्त्वपूर्ण छ होइन। तपाईँको चाहिँ अहिले पनि साइबर सेक्युरिटी साइबर क्राइमको डाइरेक्ट चाहिँ तपाईँले पनिसमेन्ट गर्ने त्यस्ता दफाहरू त्यस्ता व्यवस्थाहरूको कमी छ। हाम्रो चाहिँ एब्सोल्युट भइसकेको छ विद्युतीय कारोबार है, त्यसलाई चाहिँ हामीले अपडेट गर्नु पर्यो र कडा दण्ड सजायको व्यवस्था गर्नु पर्यो। साइबर अनुसन्धान र विकासमा राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारी कायम गर्नु पर्यो होइन, यसलाई पार्टनरसिप अप्रोचबाट अगाडि लानु पर्यो। हाम्रा चाहिँ एकाडेमिक इन्स्टिट्युसनहरू होइन, रिसर्च इन्स्टिट्युसनहरू गभर्मेन्ट मिलेर काम गर्नु पर्यो। यसको निष्कर्षमा बढ्दो प्रविधिको प्रयोगसँग यसबाट सिर्जना हुने चुनौतीहरूको सामना क्षमता विकास गर्नको लागि सके मात्र अपेक्षित लाभ लिन सकिन्छ है। यस्ता चुनौती व्यवस्थापन गर्न नीतिगत स्पष्टता, स्रोत र सामर्थ्यको संयोजन आवश्यक छ। तगत सहकार्य र साझेदारी विकास मार्फत मुलुकमा साइबर सुरक्षा स्थापित गर्न सकिन्छ भनेर हामीले निष्कर्ष गर्न सक्यो साथीहरू। अब नेक्स्टमा जाउँ है त। के भइरहेछ, अलि फास्ट भयो कि गाह्रो भइरहेछ कि के छ? ठिक छ सर, ठिक छ। अब ल है त, अब अलिक क्विकली पनि गर्नुपर्ने अवस्था छ। हामी गफमा नभुलौँ, टु द पोइन्ट, तपाईँहरूलाई सकेसम्म बढी दिउँ भन्ने अप्रोच हो। अब अर्को प्रश्न छ सम्पत्ति शुद्धिकरणका विधिहरू होइन, त्यो सिपिएलआई सम्झिनु पर्यो है साथीहरू। सिपिएलआई है, कलेक्सन प्लेसमेन्ट इन्टिग्रेसन के अरे लेयरिङ र इन्टिग्रेसन होइन त, सिपिएलआई सम्झिनु होला। त्यो सिपिएलआईलाई व्याख्या गर्दै यसको भ्रष्टाचार र आतङ्कवादसँग कस्तो सम्बन्ध छ भनेर त्यसको रिलेसनहरू हामीले दर्शाउनु पर्यो है त। अब यसमा पनि मनी लाउन्ड्रिङ अथवा मुद्रा निर्धारीकरण केही नभनेको भएर विषय प्रवेशबाट सुरु गरे भयो। यदि त्यो भनेको के हो भनेको भए त्यही लेख्नु पर्थ्यो, विषय प्रवेश लेख्न पर्थेन है त। गैर कानुनी रूपमा आर्जित सम्पत्तिलाई कानुनसँग ढङ्गबाट कमाएको जस्तो देखाउने काम नै सम्पत्ति शुद्धिकरण हो। अवैध सम्पत्तिको वास्तविक स्रोत लुकाउने, बदल्ने, छल्ने गरी वैधानिक स्रोतमा रूपान्तरण गर्नु हो। यो यसले देशको अर्थ प्रणालीको सुरक्षा र विकासमा सङ्कट ल्याउँछ है। विषय प्रवेश गर्नु। अब सम्पत्ति शुद्धिकरणको तगत विधि
है। कसरी सम्पत्ति शुद्धिकरण गराउँछन् त, मुद्रा निर्मलीकरण कसरी गर्छौँ? पहिलो त अब यसलाई चाहिँ तपाईँको प्रेडिकेट क्राइमसँग जोडिएको विषय भन्छौँ नि होइन, हामीले चाहिँ मनी लन्ड्रिङलाई। प्रेडिकेट क्राइम भनेको चाहिँ यसको स्रोत अपराध के, एउटा स्रोत अपराध हुन्छ। त्यो स्रोत अपराधलाई छल्नलाई र त्योबाट सृजित के अरे प्रभावहरूलाई निस्तेज गर्दै फेरि यो सेकेन्डरी क्राइम गर्दै जाने कुरा हो सम्पत्ति शुद्धिकरणको कुराहरू है। यसमा चाहिँ त्यो टु फोल्ड क्राइमहरू भइरहेको हुन्छ सम्पत्ति शुद्धिकरणमा। फर्स्ट फोल्ड चाहिँ त जन्य कामहरूबाट पहिला सम्पत्ति त्यो अवैध सम्पत्ति जोड्ने कुरा हुन्छ र अब त्यो अवैध सम्पत्ति जोडेको कुरालाई कसरी चाहिँ तपाईँले त्यसलाई वैध जस्तो देखाउने भन्ने कुरा नै त्यही साइकल हो सम्पत्ति शुद्धिकरण भने होइन, सर त्यही साइकल। हजुर, प्लेसमेन्ट लेयरिङ र इन्टिग्रेसन पिएलआई हो नि होइन सर यसको होइन चाहिँ? सिपिएलआई कलेक्सन प्लेसमेन्ट लेयरिङ र इन्टिग्रेसन होइन। पहिले तपाईँहरू प्लेसमेन्ट लेयरिङ र इन्टिग्रेसन पनि पढेको थिएँ। होइन ठिक छ, पहिला कलेक्सन गर्नु पर्यो नि त, एकदम ठिक छ। बुकहरूमा चाहिँ भएको कसरी कलेक्सन भएको भन्ने चाहिँ नभने हो नि त, त्यही हो है त। ल ल अब अगाडि जाउँ है। कलेक्सन भनेको हाम्रो अन्तिममा जस्तो लाग्थ्यो कि प्लेसमेन्ट लेयरिङ र इन्टिग्रेसन होइन, अन्तिम भनेको इन्टिग्रेसन हो है त। ल अब जाउँ अगाडि। अब यसरी गैर कानुनी सम्पत्तिलाई सङ्कलन गर्ने, लुकाउने, विविध माध्यमबाट परिचालन गरेर अन्त्यमा वैध आम्दानी देखाउने विधिलाई यसरी प्रस्तुत गर्न सकिन्छ भनेर चाहिँ, जस्तो पहिलो रकम सङ्कलन गर्ने कलेक्सन, भ्रष्टाचार, मानव बेचबिखन, लागु पदार्थ कारोबार, तस्करी, हात हतियार कारोबार जस्ता माध्यमबाट अवैध रकम सङ्कलन गरिन्छ होइन। पहिला चाहिँ अब त्यो अवैध रकम चाहिँ आर्जन हुनु पर्यो, कहीँ न कहीँबाट आर्जन हुनु पर्यो होइन। अब त्यो आर्जन भएकोलाई चाहिँ अब हामीले वैध जस्तो देखाउनु पर्यो। त्यो गर्दा पहिला चाहिँ प्लेसमेन्ट गर्छौँ। प्लेसमेन्ट गर्ने भनेको चाहिँ तपाईँले अब कि नगदै राख्ने है। अर्को भनेको सहकारीहरूमा जहाँ चाहिँ अब डाइरेक्ट स्क्रुटिनी हुन्न, फाइनेन्सहरूमा कतिपय ब्याङ्कहरू, तपाईँको ब्याङ्क पनि तपाईँको अफसोर ब्याङ्कहरू होइन, कसिनोमा गएर कसिनो खेलेर चाहिँ तपाईँको चाहिँ जितेको जस्तो गेमफल ट्याक्सहरू तिर्दिएर अरू बाँकी मैले जितेँ 25% ट्याक्स तिरिदियो भने तपाईँको 1 करोडको सम्पत्ति 75 लाख वैध भयो। त्यसरी रेमिटेन्स हुन्डी मार्फत एक अर्को देशमा पठाउने, यसरी चाहिँ रकम स्थापित गर्न खोजिन्छ होइन। अनि त्यसपछि अझै त्यसलाई चाहिँ अब लेयरिङ गरेर आफन्त साथीभाइकोमा त्यहाँबाट चाहिँ झिक्न लगाउने होइन, त्यहाँबाट चाहिँ कारोबार गर्न लगाउने र चाहिँ पठाउने होइन, सेयरहरूमा लगानी गर्ने, सुनहरू खरिद गर्ने, अझै त्यसलाई चाहिँ तपाईँको स्रोतबाट अझै टाढा टाढा पुर्याउन खोजिन्छ क्या त्यसलाई। अनि त्यति गरिसकेपछि अब केही समयको अन्तरालमा अनि त्यो सबै फेरि त अब आफ्नै हो त्यो त होइन, आफैले कमाएको, आफैले चाहिँ फेरि एकीकृत रूपमा चाहिँ त्यसलाई एकीकरण गर्नु पर्यो। एकीकृत रूपमा चाहिँ सङ्कलन गर्ने भन्नुहुन्छ कि एकीकरण गर्ने भन्नुहुन्छ, त्यसरी सबै ठाउँबाट छरिएको रकमहरू पुनः वैध तरिकाले एकै ठाउँमा ल्याएर जोडेर अनि त्यसलाई वैध रूपमा चाहिँ व्यापार व्यवसाय, घर जग्गा यस्ता वैध क्षेत्रहरूमा लगानी गरेर चाहिँ आफ्नो प्रयोजनको लागि प्रयोग गर्ने कुरा चाहिँ सम्पत्ति शुद्धिकरणको चक्र, विधि होइन, प्रक्रिया जे भने पनि यही नै हो है त। अब साथीहरूको अलि हल्ला आयो है, हल्ला चाहिँ उ गरौँ। मैले यहाँ म्युट गर्न मिल्छ कि? आज मलाई नै होस्ट बनाएँ भन्दै हुन्थ्यो यहाँ साथीहरूले, म एकपल्ट हेर्छु। हल्ला नगरी गरौँ है, यहाँ भ्याइँदैन फेरि। अब तपाईँहरूको एकदमै छिटो छिटो गरेन भने भ्याइँदैन। तपाईँहरू चाहिँ हल्ला नगरी सुनिदिनु होला साथीहरू है त। अर्को कहाँ गयो त, कहाँ गयो? ल यहाँ त अहिले त कोही देखिनु भएको छैन। आफैले आफैलाई मम भन्दै म्युट गरौँ है साथीहरू। अब अन्तर सम्बन्ध भनेर सोधेको छ क्या साथीहरू। अन्तर सम्बन्ध भन्ने बित्तिकै एकले अर्कोलाई कसरी प्रभाव पार्छन् भन्ने देखाउने हो, कज एन्ड इफेक्ट देखाउने हो है अन्तर सम्बन्धमा है। एउटाले गर्दा अर्कोलाई बढ्ने अथवा घट्ने के हुन्छ, कस्तो असर पर्छ भन्ने कुराहरू केही न केही 2-4चाहिँ अन्तर सम्बन्ध हिँड्यो देखियो र त्यस्तो सम्पत्ति लुकाउनलाई आतङ्कवादी क्रियाकलापमा लगानी गरिने
सुदृढीकरण प्रेडिकेट क्राइमको उपज भनिनुको कारण भ्रष्टाचार जस्ता अपराधबाट आर्जित सम्पत्तिलाई प्रयोग गरिने भएर नै हो। यस्तो अवैध सम्पत्तिमा आतंकवादीहरूको पहुँच हुन सक्दछ। अन्तर्राष्ट्रिय राष्ट्रिय नीति कार्यक्रम र प्रतिबद्धताद्वारा यस्ता गतिविधि नियन्त्रण गर्न सक्यो भने मात्रै मुलुकमा वित्तीय सुशासन कायम गर्न सकिन्छ भनेर अलिकति पोजिटिभ टोनमा यसलाई हामीले टुङ्ग्यायौँ साथीहरू, है त। ओके, अब नेक्स्टमा जाउँ है साथीहरू। अब अर्को टपिक हो तपाईँहरूको सङ्गठित अपराधमा चाहिँ मोनोपोलीको कुरा र कार्टेलिङको कुरा है। मोनोपोली र कार्टेलिङको अन्तर्य त बुझ्नु पर्यो है साथीहरू। अब मोनोपोली भन्ने बित्तिकै तपाईँको एउटा फर्म एउटा समूहबाट चाहिँ प्रोडक्सनमा होइन प्राइसमा चाहिँ तपाईँको मोनोपोली गर्ने कुराहरू, एकाधिकार कायम गर्ने, उसले चाहिँ बढाइदिए बढ्यो, घटाइदिए घट्यो। अहिले चाहिँ तपाईँहरूले अहिले CNN BBC कतिको फलो गर्नुहुन्छ। अहिले भर्खरै युएसमा स्टेटले चाहिँ तपाईँको उ गरेछ, के भन्छ, स्टेटले एप्पल कम्पनी विरुद्ध चाहिँ उ गरेछ, सु गरेछ क्या, स्टेट त्यस विरुद्ध अदालत गएको छ। किन त भन्दा एप्पल कम्पनी जुन आइफोन बनाउँछ त्यसले यो यति शक्तिशाली र यति ठुलो कम्पनी भयो, अमेरिकामा फोन भनेकै आइफोन जस्तो भइसक्यो क्या अब है। त्यस कारणले गर्दा यसको चाहिँ पुरै यो चाहिँ मोनोपोली भयो होइन। त्यस कारणले यो मोनोपोली ब्रेक गर्नुपर्छ। यसले मोनोपोली कायम गर्नलाई एप्पल कम्पनीले चाहिँ विभिन्न चाहिँ पोलिसीहरू, प्रोडक्सनका कुराहरूमा, प्याटेन्ट राइट्समा यिनीहरूमा चाहिँ प्ले गर्यो भनेर चाहिँ राज्यले चाहिँ मुद्दा हालिरहेको छ क्या। अब यसको चाहिँ गहनता, यसको चाहिँ सिभिरिटी भनेर मैले तपाईँलाई इक्जाम्पल दिनु खोजेँ। त्यस कारणले गर्दा यसले आम उपभोक्तालाई कसरी असर गर्छ भन्ने कुराहरू यहाँ विश्लेषण गर्नुपर्ने छ। अनि तपाईँको चाहिँ कार्टेलिङ भनेको चाहिँ के हो त भन्दा साथीहरू, कार्टेलिङ भनेको केही फर्महरू, केही ग्रुप अफ फर्म्सले चाहिँ तपाईँको प्राइसमा होइन, प्रोडक्सनमा, तपाईँको प्याटेन्ट राइटमा, कपिराइटमा चाहिँ प्ले गरेर अरू कसैलाई पनि, अरू चाहिँ तपाईँको स्टार्टअपहरूलाई आउन नदिने, ताकि त्यो बिजनेस यस्तो महँगो बनाइदिने कोही पनि नयाँ आउनै नसकोस् कि। तिनीहरूले एउटा ग्रुप अफ चेन, एउटा चाहिँ त्यो सेक्टरका केही 2-4वटा 5-7वटा कम्पनीहरू, फर्महरू मिलेर त्यहाँ चाहिँ यस्तो वातावरण क्रिएट गरिदिने कि अरू नयाँ स्टार्टअप आउन नै नसक्ने, अरूले कम्पिटिसन गर्न नै नसक्ने होइन। त्यो हुने बित्तिकै उनीहरूको पोलिसीहरू त्यहाँ प्रिभेल गर्ने भयो। यिनीहरूमा चाहिँ फेरि समानता छ है, तपाईँहरूले चाहिँ एउटा सम्झिँदा पुगिहाल्यो। अब विषय प्रवेश हेरौँ। अब यो सङ्गठित अपराधकै स्वरूपहरू भएको भएर धेरै व्यक्ति, समूह वा निकायद्वारा वित्तीय, भौतिक वा अन्य प्रकारको स्वार्थका लागि गरिने गम्भीर प्रकृति अपराध नै सङ्गठित अपराध है। सङ्गठित अपराध भनेको चाहिँ तपाईँको ग्रुप अफ फर्म्स, पिपल होइन, इन्टिटिज हुने भयो त्यहाँ है। सङ्गठित अपराध ऐन 2070 का अनुसार सङ्गठित अपराध अन्तर्गत लामो समय कैद सजाय हुने अपराध, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, लागु औषध कारोबार, आतङ्ककारी क्रियाकलाप गरिने लगानी, आपराधिक समूहको स्थापना र परिचालन जस्ता कामहरूमा त्यसलाई व्याख्या गरिएको छ है। यसका विशेषता के हुन् त? सङ्गठित अपराधमा के कस्ता विशेषता हुन्छन्, कस्ता स्वरूपका, कस्ता गुणका, लक्षणका हुन्छन् भन्ने कुराहरू हेरौँ। जस्तो अपराधहरू बृहत आकारका, गम्भीर प्रकृतिका हुन्छन्। यसमा संस्थागत प्रकृतिका हुन्छन्, सङ्गठनात्मक संरचना हुन्छ यसको होइन। सङ्गठित अपराधमा सङ्गठनै बनाएर चाहिँ यस्तो कामहरू गरे हुन्छन्। विविध संरचनामा विभिन्न खालका विभिन्न तहका व्यक्तिहरूले काम गर्छन् है। वित्तीय, भौतिक र रणनीतिक लाभ र स्वार्थ लिने गरी यस्ता कामहरू गरिन्छ। दबाव, हिंसा, आक्रमण, विस्फोट, आतङ्कको सहारा लिइन्छ यस्तो काममा। अपराधमा दक्ष र कुशल व्यक्तिहरू प्रयोग हुन्छ। तपाईँहरूले हेर्नु होला ट्विन टावरको आक्रमण, त त्यसको चाहिँ स्टोरी थाहा छ होला तपाईँहरूलाई, क्विकली म सेयर गरिदिन्छु। ट्विन टावर आक्रमण गर्नलाई अमेरिकामा त्यति बेला ओसामा बिन लादेनको ग्रुपले होइन, उसले के गर्यो त भन्दाखेरि तपाईँको पाइलटहरू, त्यहाँका एकदमै ट्यालेन्टेड व्यक्तिहरूलाई पाइलट पढ्न लगानी गर्यो। तिनीहरूलाई पाइलट पढायो। पाइलट पढाएर अमेरिकाको एयरलाइन्समा काम गर्न पाए तिनीहरूले। एकदमै राम्रो युरोपतिर गएर पाइलट कोर्स गरे र ती व्यक्तिहरू अमेरिकामा रोजगारी हुने भयो। अमेरिकन सिटिजन थिए तिनीहरू फेरि होइन, मुस्लिम थिए तर अमेरिकन सिटिजन थिए। यसरी उनीहरूले त्यहाँ रोजगारी पाएपछि अनि त्यहाँबाट सिरिज अफ तपाईँको चाहिँ त्यो एउटा के अरे सङ्गठित रूपमा चाहिँ गरेको कामहरूले अनि त्यहाँबाट यो दिन यो समयमा यी प्लेनहरूलाई चाहिँ यसरी हाइज्याक गरेर लगेर ट्विन टावरमा ठोकाउने, पेन्टागनमा ठोकाउने, व्हाइट हाउसमा ठोकाउने भन्ने जसरी प्लान गरेर त्यत्रो काम गर्न सक्यो भनेपछि कस्तो हुँदो रहेछ क्या यिनीहरूको चाहिँ, कति कुशल व्यक्तिहरू, कति चाहिँ वेल प्लान कुराहरू हुँदो रहेछन् भन्ने कुरा हुन्छ है त। अनि त्यसपछि त्यहाँबाट अपराधमा दक्ष र कुशल व्यक्तिहरू प्रयोग हुन्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक सञ्जाल र सम्बन्ध कायम भएको हुन्छ।
राजनीतिक प्रशासनिक व्यापारिक उच्च तहबाट सहयोग र संरक्षण हुन सक्छ यसमा। यस्ता खालको कामहरूमा कतिपय राजनीतिक प्रशासनिक व्यापारिक तहबाट पनि सहयोग भइरहेको हुन्छ तिनीहरूमा होइन। अनि मिलेमतो एकाधिकार भ्रष्टाचार भन्सार कर मोलाइजा जस्ता गतिविधिहरू का विशेषताहरू यिनीहरूका सङ्गठित अपराधका पनि विशेषताहरू कमन हुन्छन् भन्ने कुरा है। अब मोनोपोलीको कुराहरू गरौँ। निजी क्षेत्रको कुनै व्यापारिक संस्था है, उत्पादक वा सेवा प्रदायक भनेको कुनै फर्म कम्पनी, सर्टकटमा भन्दा कुनै पनि फर्म कम्पनीले गैर कानुनी अस्वस्थ ढङ्गले कारोबार सीमित गरी भनेको बजारमा चाहिने जति डिमान्ड अनुसार सप्लाई नदिने, त्यसले गर्दा प्राइस राइज गरिदिने होइन, क्वालिटीमा कम्प्रोमाइज गरिदिने होइन, तपाईँको चाहिँ आफ्नो स्वार्थ अनुसार के आफूलाई जे चाहिँ ले उसलाई चाहिँ निट फाइदा हुन्छ त्यही अनुसार काम गरिदिने एउटा कुनै संस्थाले, कुनै कम्पनीले, कुनै एजेन्सीले, कुनै फर्मले यस्ता कामहरू गर्ने कुरा नै एकाधिकार हो है। यसमा पर्ने, यसलाई उपभोक्तालाई पार्ने असरहरूमा अब कार्टेलिङमा र यसमा कन्फ्युज भयो भनेर एकजनाले लेख्नु भएको छ। कार्टेलिङ भनेको चाहिँ फेरि तपाईँको ग्रुप अफ फर्म हुने भयो त्यसमा, ग्रुप अफ एजेन्सी, ग्रुप अफ तपाईँको चाहिँ कम्पनीज हुने भयो त्यसमा है। अब कार्टेलिङमा चाहिँ त्यो ग्रुप अफ कम्पनीले यस्ता यस्ता पोलिसीहरू सेट गरिदिन्छन् कि ताकि अरू कुनै कम्पनी त्यहाँ आउन नि नपाओस् होइन, अरू कुनै कम्पनी त्यहाँ छिर्न नि नपाओस्, त्यहाँ कम्पिटिसन कम्प्रोमाइज गरियोस्। मेजर तपाईँको चाहिँ इकोनोमी, यो चाहिँ अब यो इकोनोमीका थ्योरिजहरू हुन् यिनीहरू होइन, इकोनोमीलाई असर गर्ने माल प्र्याक्टिसहरू हुन्। यसमा चाहिँ तपाईँको कम्पिटिसन कम्प्रोमाइज गरिदिने होइन। कम्पिटिसन कम्प्रोमाइज गर्ने बित्तिकै तपाईँको डिमान्ड सप्लाईको इम्ब्यालेन्स हुने भयो। डिमान्ड सप्लाईको इम्ब्यालेन्स हुने बित्तिकै तपाईँको प्राइसको, इन्फ्लेसनको, क्वालिटीको होइन, कम्पिटिसनका यी सबै कुराहरूमा कम्प्रोमाइज हुन सक्ने भयो। यिनै कुराहरू हुन् यसका है। अब यसका असरहरूलाई चाहिँ उपभोक्तालाई के असर पर्छ त? एउटा डिस्टर्ब है साथीहरू, कसको छ गरिदिनु, म्युट गरिदिनु होला। ओके, एनिवेज यहाँ चाहिँ ल ठिक छ। कुनै सेवा वस्तुको विकल्प नहुने हुँदा न्यून गुणस्तर र उच्च मूल्य हुन सक्छ है त। तपाईँको यसको उपभोक्तालाई पर्ने नकारात्मक प्रयासमा अब विकल्पै छैन, जति पैसा भयो नि किन्न पर्यो, जस्तो न्यून गुणस्तरको भयो नि किन्नै पर्यो है। मोनोपोलीले गर्दाखेरि कालो बजारी, नाफाखोरी र मुद्रास्फीति बढ्दै जान्छ है। पैसाको भ्यालु घट्छ, त्यो उसले उत्पादन गरे, उसले सप्लाई गर्ने कुराहरूको त्यसको भ्यालु बढ्छ है। त्यसै गरी वस्तु र सेवाको कृत्रिम अभाव हुनसक्छ। यसले उद्योग व्यवसाय र नवप्रवर्तनतालाई आघात पर्छ होइन। नयाँ उद्योगहरू खोल्नै सक्दैन, इनोभेसन हुन सक्दैन, स्टार्टअप कम्पनीहरू आउन सक्दैन। नयाँ फर्म र व्यवसायलाई बजारमा निषेध हुने हुँदा बजार विस्तार हुँदैन। समाजको आर्थिक सक्षमता कमजोर हुँदै जान्छ। सङ्गठित अपराध विस्तार हुँदै जान्छ। सीमित राजनीतिक व्यापारिक वर्गले मात्रै चाहिँ त्यसबाट फाइदा पाउँछन्, जसले गर्दा असमानता झन् बढ्दै जान्छ। खुला बजार अर्थतन्त्रको मान्यता अनुरूप प्रतिस्पर्धा र सृजनात्मकताको ध्वंस हुन्छ भन्ने यसका असरहरू भयो। उल्लेखित नकारात्मक असर हुँदाहुँदै पनि सरकार र सार्वजनिक संस्थाहरूद्वारा समेत एकाधिकार कायम गरी वस्तु र सेवाको प्रवाह गर्ने गरिन्छ। अर्को चाहिँ यसमा फेरि मोनोपोलीमा हामीले याद गर्नुपर्ने कुरा नेचुरल मोनोपोली भन्यो भने चाहिँ फेरि याद गर्नुपर्छ है साथीहरू। नेचुरल मोनोपोली चाहिँ यो सरकारले कतिपय यस्ता कामहरू गर्छ जो काम अरू कसैले गर्नै सक्दैन, त्यसलाई चाहिँ नेचुरल मोनोपोली भन्छ क्या है। त्यो सरकारले, सार्वजनिक संस्थाहरूले गर्ने मोनोपोलीलाई चाहिँ फेरि त्यति नकारात्मक मान्न सकिँदैन। तथापि कुनै प्रकारको पनि मोनोपोली हुनु ठिक होइन। तर राज्यले चाहिँ कतिपय काममा नेचुरल मोनोपोलीको रूपमा राज्यले मात्रै गर्नुपर्ने काम हुन्छ क्या, त्यो अरू संस्थाले त्यो काम गर्नै सक्दैन। त्यस कारणले त्यसलाई चाहिँ नेचुरल मोनोपोली भनेर भनिन्छ। त्यसमा चाहिँ फेरि अलिकति हामीले ध्यान दिनुपर्छ। नेचुरल मोनोपोली भए पनि राज्यले फेरि उसलाई त नाफाको उद्देश्य हुँदैन, उसलाई नाफा कमाउनु, त्यसबाट निहित लाभ लिनु हुँदैन। त्यसले गर्दा उसले त्यसबाट प्राप्त लाभलाई फेरि समन्वयिक ढङ्गले वितरण गरेर त्यसको क्षतिपूर्ति गर्ने चाहिँ काम गर्छ। यस प्रकारको एकाधिकारमा सरकारले उत्पादन प्रवाहमा एकाधिकार कायम गरे पनि लाभको न्यायिक वितरणलाई प्रत्याभूति गरेको हुन्छ। तसर्थ यस प्रकारको एकाधिकारले जनतालाई नकारात्मक असर पार्ने सम्भावना न्यून हुन्छ। नेचुरल मोनोपोलीलाई चाहिँ हामीले एक्सेप्टेबल मान्नुपर्छ। प्राइभेट फर्म कम्पनीको मोनोपोली चाहिँ तपाईँको कुनै हिसाबले पनि एक्सेप्टेबल हुँदैन है त साथीहरू। अब पेट्रोलियम एक्सपोर्ट अफ नेपाल गभर्मेन्टको कि सर भन्नुभएको छ, अयल निगमको लागि चाहिँ हामीले चाहिँ भन्न सकिन्छ, तपाईँको चाहिँ मोनोपोली भन्न सकिन्छ सरकारको है। अयल निगमको लागि भन्न सकिन्छ।
तर आयल निगमको नाफा चाहिँ सरकारले आयल निगमका कर्मचारीले खान पाउँदैन नि त। त्यो त सरकारले फेरि आयल निगमबाट प्राप्त नाफालाई चाहिँ फेरि सडक बनाउने होइन स्वच्छ ऊर्जामा लगानी गर्ने गरेर त्यसको क्षतिपूर्ति गर्छ है। त्यसका कारणले गर्दाखेरि मानौँ न अब कर्णालीमा चाहिँ तपाईँको खाद्यान्न सप्लाई गर्ने नुन वितरण गर्ने कामहरू सरकारले राज्यले गर्नु पर्यो होइन। त्यसमा घाटा पनि हुन्छ फेरि, तर त्यो नेचुरल मनी पर्यो, सरकारले मात्रै गर्न सक्छ, अरूले गर्दैन यस्तो कुराहरू। अब यसको निष्कर्षमा सङ्गठित अपराधहरू योजनाबद्ध र नियतवश हुने ठुलो र गम्भीर प्रतिक्रिया हुने हुँदा समाजमा व्यापक र दीर्घकालीन क्षति पुर्याउँछन्। यस अन्तर्गतको एक वित्तीय अपराधको रूपमा एकाधिकार पर्ने र यसले उपभोक्तालाई मूल्य गुणस्तर परिणाम प्रतिस्पर्धा र प्रगति सम्बन्धी असरहरू पार्दछ। सङ्गठित अपराध नियन्त्रण गर्न खुला बजार सिद्धान्तको पालना, प्रभावकारी नियमन, व्यावसायिक स्वच्छता र कर्तव्य एवं दायित्वको सन्तुलन आवश्यक पर्दछ भनेर हामीले निष्कर्षमा टुङ्ग्यायौँ साथीहरू है। ओके, अनि त्यसपछि त्यहाँबाट प्रश्न नम्बर 4 मा जाउँ। यो भ्रष्टाचारको त मैले पहिले नै हामीले छलफल गरिसकेका छौँ साथीहरू, त्यस कारणले गर्दाखेरि भ्रष्टाचारलाई चाहिँ छाडिदिउँ है। भ्रष्टाचार मैले रिपिट गर्न खोजिनँ, अर्कोमा जाउँ। कार्टेलिङ र सिन्डिकेट चाहिँ उस्तै उस्तै छ है साथीहरू। कार्टेलिङ र सिन्डिकेट उस्तै हो, मोनोपोली चाहिँ अलिकति फरक हो, तर यसका प्रभाव असरहरू फेरि मा समानता छ, त्यति बुझ्नु होला। ओके, अब अरू क्वेसनहरू। ल अब मानव बेचबिखनमा जाउँ। राज्य विरुद्धको अपराध रहेको मानव बेचबिखनका कारणहरू पहिचान गर्दै नेपालमा मानव बेचबिखनको प्रभावकारी रोकथामका लागि सुझावहरू दिनुहोस् भन्ने प्रश्न हो है। कसरी नेपालको मानव बेचबिखनको प्रवृत्तिलाई निरुत्साहित गर्ने, नियन्त्रण गर्ने भन्ने चाहिँ हाम्रो प्रश्न हो। यसको एन्सर हेरौँ। मानव बेचबिखन गम्भीर प्रकारको सङ्गठित अपराध हो जुनसुकै प्रकारले मानिस किनबेच गर्ने, कानुन बाहेक अङ्ग झिक्ने, शरीर बन्धक राख्ने, नियन्त्रणमा लिने, शारीरिक शोषण गर्ने जस्ता काम चाहिँ मानव विरुद्धका अपराध हुन्, मानव बेचबिखनका कार्यहरू है। यसमा चाहिँ तपाईँको जबरजस्ती रोजगारीमा लगाउने होइन, तपाईँको चाहिँ बाल श्रम शोषण गर्ने है कुराहरू पनि मानव बेचबिखनै पर्छन् है त। संयुक्त राष्ट्रसङ्घीय अभिसन्धि मानव अधिकार तथा नेपालको कानुनले वर्जित गरे पनि गरिबी, बेरोजगारी, अशिक्षाको अवस्थाले यस्ता गतिविधिहरू नेपालमा विद्यमान रहेका छन् जसको नियन्त्रण चाहिँ चुनौतीपूर्ण छ। मानव बेचबिखनका कारणहरू के हुन् त? यसलाई चाहिँ हामीले क्लस्टरिङ गरेर आर्थिक, राजनीतिक, सामाजिक र अन्य विश्वव्यापीकरणका उपजहरू भनेर राखिदिन सकिन्छ, अथवा डाइरेक्ट पनि भन्न सकियो। आर्थिक, सामाजिक, राजनीतिक, विश्वव्यापीकरणका विविध पक्षहरू यसका अन्तर्निहित कारणहरूसँग जोडिन्छन्। कारणहरूलाई यस प्रकार पेश गर्न सकिन्छ भने आर्थिक कारणमा गरिबी, भोकमरी, बेरोजगारीले बाध्यतावश जोखिमपूर्ण पेसा व्यवसाय रोज्न बाध्य हुन् है। अर्को सामाजिक सुरक्षाको पर्याप्तता नहुनु होइन, रोजगारी विहीन अवस्थामा सामाजिक सुरक्षाले कभर गर्ने अथवा के अरे दृढ रोग लागेको होइन, दुर्घटना परेको बेलामा चाहिँ सामाजिक सुरक्षा पर्याप्त नहुने कारणहरूले है यस्ता गतिविधिहरू बढेका छन्। औपचारिक एवं मर्यादित रोजगारीको न्यूनता हुनु, वैदेशिक रोजगारीको नाममा ठगी, जालसाजी हुनु, धन सम्पत्ति प्रतिको अधिक मोह हुनुले चाहिँ मानव बेचबिखनले प्रशय पाएको छ। त्यसैगरी सामाजिक कारणहरूमा समाजमा अशिक्षा, न्यून साक्षरताको अवस्था रहनु, घरेलु हिंसा, अपहेलना जस्ता विकृतिहरू कायम रहनु, अव्यवस्थित असुरक्षित बसाइसराईको प्रवृत्ति व्याप्त हुनु, समाजमा इलाइट्सको दबाव प्रभाव, विभेद, अन्धविश्वास कायम रहनु सामाजिक कारणहरू हुन् यसका होइन। त्यसै राजनीतिक कारणहरूमा द्वन्द्व, हिंसाको कारण मानिसहरू विस्थापित हुँदै राजनीतिक द्वन्द्वले गर्दा, राजनीतिक हिंसाले गर्दाखेरि मान्छेहरू समाजमा बस्न नसक्ने, विस्थापित हुने, गाउँमा नबस्न नसकेर सहरमा आउने होइन, त्यसमा चाहिँ उनीहरू झन् असुरक्षित भन्दै जाने कुराहरू छन् है। शासकीय अस्थिरताको कारणले आर्थिक विकास, रोजगारीको अभाव हुनु, अपराधीलाई राजनीतिक पहुँच एवं संरक्षण प्राप्त हुनु होइन जस्ता कारणहरू छन्। र अन्य कारणहरूमा दण्डहीनता, निगरानीको कमजोर अवस्था, खुला र अवस्थित सीमाबाट अभिलेख बिना आवाजात कायम रहनु, अब अन्तर्राष्ट्रिय कुराहरू भनिएको थियो नि हामीले, जस्तै तपाईँको चाहिँ अहिले श्रम आप्रवासनका कुराहरू छन् हाम्रो खाडी मुलुकहरूमा होइन, गल्फ कन्ट्रिजहरूमा, इभन कतिपय पूर्वी युरोपका देशहरूमा चाहिँ तपाईँको देह व्यापारको लागि अथवा घरेलु कामको लागि भनेर लगेर चाहिँ त्यहाँ चाहिँ विभिन्न खालका शोषणका कामहरू गर्ने यस्ता कुराहरू समेत पनि तपाईँको चाहिँ यो मानव बेचबिखनतिरका
कारणहरूमा राख्न सकिने कुराहरू छन् साथीहरू। अब यसलाई कसरी रोकथाम गर्ने त, होइन, मानव बेचिसनलाई कसरी रोकथाम गर्ने, कसरी नियन्त्रण गर्ने, कसरी यसलाई चाहिँ के अरे निराकरण गर्ने भन्ने कुराहरूमा पनि हामीले क्लस्टरिङ एप्रोचबाटै गरिदिँदा प्रिभेन्सन तपाईँको पहिला चाहिँ हुनै नदिने, भइसकेपछि चाहिँ त्यसलाई सुरक्षा दिने, त्यसलाई चाहिँ संरक्षण गर्ने कुराहरू र चाहिँ अनि त्यसपछि त्यहाँबाट प्रोजिक्युसन, प्रिभेन्सन, प्रोटेक्सन र एक्जिक्युसनमा प्रोजिक्युसनमा चाहिँ तपाईँको के गर्ने भन्दा दण्ड सजायहरू, कडा दण्ड सजायहरू, यस्तो गर्नेलाई चाहिँ दण्ड सजायहरू कडा भइदियो भने मान्छेहरू निरुत्साहित हुन सक्छन् यस्तो काममा लगाउनेहरू, होइन, दलालहरू भनौँ न। त्यो त्यस्ता खालका उपायहरू हामीले सुझाव दिन सकिन्छ। तथापि डाइरेक्ट सुझाव दिँदा पनि भयो, एउटा चाहिँ हामीले चेनमा सम्झिनु पऱ्यो कहाँ कहाँ समस्याहरू छन् भनेर। जस्तो चाहिँ हाम्रो समाज, होइन, एउटा चाहिँ वैदेशिक रोजगारीको अथवा चाहिँ यहाँ चाहिँ यो असुरक्षित डान्स बारहरूमा चाहिँ काम गर्ने व्यक्तिको एउटा चाहिँ त्यो लाइफ साइकल सम्झेर त्यसलाई कल्पना गरेर हामीले लेख्न सकिन्छ नि त। जस्तो समाजमा एकदमै पछौटेपन भएको, गरिबी, अशिक्षा भएको ठाउँको व्यक्तिलाई चाहिँ यस्तोमा लगाएको हुन्छ, त्यो ठाउँको समस्या लेख्नु पर्यो, होइन, त्यहाँका आर्थिक सामाजिक समस्याहरू। अनि तिनीहरूलाई चाहिँ विभिन्न खालका प्रलोभन दिएर यस्ता रिक्रुट गर्ने, यस्तो ठाउँहरूमा रोजगारी दिने, रोजगारीको लागि विदेश पठाउने कुराहरूका समस्याहरू लेख्नु पर्यो, होइन। अनि त्यसपछि त्यहाँबाट त्यो ठाउँमा हुने विविध खालका चाहिँ एक्सप्लोइटेसनका कुराहरूलाई सम्झेर ती कुराहरूलाई लेख्नु पर्यो। अनि त्यसलाई चाहिँ तपाईँको ती हरेक ठाउँहरूमा चाहिँ अब हामीले कस्तो इन्टरभेन्सन दिनुपर्छ त, कस्तो इन्टरभेन्सन चाहिन्छ, कस्तो चाहिँ त्यसमा चाहिँ हाम्रो चाहिँ प्रयासहरू हुनुपर्छ भन्ने कुराहरूलाई याद गरेर लेख्दाखेरि पनि तपाईँले यसरी क्लस्टरिङ गर्दा पनि पुग्यो है त। जस्तो प्रिभेन्सनमा गुणस्तरीय शिक्षा, साक्षरता, सचेतनाका कामहरू गर्नु पर्यो, होइन। विद्यालय स्तरदेखि नै यस्ता गम्भीर विषयमा जानकारी गराउने, सजग गराउने कुराहरू, किशोर किशोरीलाई मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्य, बृहत्तर यौनिक शिक्षा प्रदान गर्ने, होइन। समाजमा शङ्कास्पद गतिविधि व्यवहार गर्ने व्यक्तिहरूलाई निगरानीमा राख्ने कुराहरू, इन्टेलिजेन्सको प्रयोग गर्ने, गैर सरकारी संस्था, क्लब, स्थानीय समुदायमा अन्तर्क्रिया, सघन छलफलहरू सञ्चालन गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित बनाउन नियमन, आचार संहिता, पारदर्शिता, प्रशासनिक सुस्तरता कायम गर्ने कुराहरू प्रिभेन्सनमा राख्न सक्यो। त्यसै प्रोटेक्सनमा चाहिँ हिंसामा परेका, बेचिनमा परेका व्यक्तिहरूलाई तत्काल उद्धार गर्ने संयन्त्रहरूको विकास गर्ने, सुदृढ गर्ने त्यस्ता संयन्त्रहरू, हिंसा र बेचिकन पीडितलाई सम्मानजनक जीवनयापन गर्न रोजगारी उद्यमशीलतासँग आबद्ध गर्ने, अन्तर्देशीय समन्वय र सहकार्य गर्ने स्वचालित प्रणाली स्थापित गर्ने, नेपालबाट इन्डिया, चाइना अथवा अरू कुनै देशमा लाँदाखेरि हामीसँग द्विपक्षीय त्यस्ता सम्झौताहरू हुनु पर्यो ताकि उसलाई तत्काल रेस्क्यु गर्न सकियोस्, होइन। राहत उद्धार कोषहरूको प्रभावकारी परिचालन गर्ने कुराहरू प्रोटेक्सनमा राख्न सक्यो। प्रोजिक्युसनमा चाहिँ तपाईँको दण्ड सजायका कुराहरू, मानव बेचिकन विरुद्ध कानुनहरूको प्रभावकारी पालना र अपराधीलाई कडा दण्ड सजायको व्यवस्था गर्ने, अनुसन्धानलाई प्रभावकारी बनाउने गरी सुरक्षा निकाय र सम्बद्ध निकाय र सक्षमता विकास गर्ने। यसको निष्कर्षमा आधुनिक समाजको चुनौती रहेको मानव बेचिकनलाई नियन्त्रण एवं निर्मूल पार्न उल्लिखित चारवटै पक्षहरूको सम्बोधन हुन आवश्यक छ, है। यसमा प्रिभेन्सन, प्रोटेक्सन, प्रोजिक्युसनका रणनीतिहरू सहित गम्भीर प्रयासहरू आवश्यक पर्छन्। तिनै तहका सरकार, गैर सरकारी संस्था, समुदाय एवं छिमेकी मुलुकहरूसँगको सहकार्यात्मक प्रयासले नतिजा हासिल गर्न सकिन्छ भनेर टुङ्ग्याउन सकियो साथी। ओके, अब चाहिँ तपाईँको अर्को एउटा टपिक जनसङ्ख्यासँगको कुराहरू। जनसङ्ख्यामा मोस्ट प्रोभाब्ली तपाईँलाई एक प्रश्न आयो भने आउने भनेको हाम्रो नेगेटिभ ग्रोथ रेट, है। ग्रोथ रेट घट्दै गएको कारणले हामीलाई पर्ने असरहरू, प्रभावहरू के हुन् भन्ने कुराहरू नै हो साथीहरू, है त। असर प्रभावहरू जानियो भने अब त्यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने कुराहरूलाई पनि लेख्न सकिन्छ, है त। जनसङ्ख्यामा चाहिँ निश्चित भूगोल, देश वा क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूको कुल सङ्ख्या नै जनसङ्ख्या हो। जनसङ्ख्याभित्र यसको आकार, संरचना र वितरणको विश्लेषण गरिन्छ र जनसङ्ख्या वा जनगणना वा सर्वेक्षणद्वारा मापन गरिन्छ। 2078 को जनसङ्ख्या अनुसार, जनगणना अनुसार नेपालको जनसङ्ख्या 1 करोड 92 लाख, वृद्धि दर 0.93 र लैङ्गिक अनुपात 95.59% रहेको छ, है। जनसङ्ख्या व्यवस्थापनका चुनौतीहरू भने सोधिएको हुँदाखेरि राष्ट्रिय स्रोत साधनको उपलब्धता र जनसङ्ख्या वृद्धि बिचको सन्तुलन कायम गर्नु एउटा चुनौती हो, होइन। हामीसँग कति रिसोर्स छ, त्यो रिसोर्सलाई अप्टिमम हुने जनसङ्ख्या कति हो त्यसको सन्तुलन कायम राख्ने के। हाम्रा चाहिँ नेचुरल रिसोर्सहरू, हाम्रो अन्न उत्पादन क्षमता, फलफुल उत्पादन क्षमता, उद्योग धन्दाको क्षमता, नदी नाला, वन जङ्गल, है। हाम्रो खाली भूभाग, भूमि, घर बनाउन मिल्ने भूमि, कृषि गर्न मिल्ने भूमि, है। अनि त्यसपछि हाम्रा पूर्वाधारहरू, विद्यालय, हेल्थ फेसिलिटिजहरू, होइन, सडकहरू, यो सबैको लागि हाम्रो लागि अप्टिमम जनसङ्ख्या कति हो त
त्यो कायम गर्ने क्या सन्तुलन, त्यो चाहिँ एकदमै चुनौतीपूर्ण हो है, व्यापक कुरा पनि हो। त्यसै राष्ट्रिय नीति र कार्यक्रममा जनसङ्ख्याको संरचना तथ्याङ्कलाई आन्तरिकीकरण गर्नु, हामीले जनसङ्ख्याको प्रपोर्सनेटमा हाम्रा नीति कानुनहरू बन्नु पर्यो क्या। अल्टिमेटली सेवा गर्ने त त्यही जनसङ्ख्यालाई हो, त्यस कारणले त्यसलाई अकाउन्टमा राख्नु पर्यो है त। त्यसैले डेमोग्राफिक डिभिडेन्डबाट लाभ लिई मुलुकको तीव्र र सन्तुलित विकास गर्नु। अब हेर्नुहोस् है, अब डेमोग्राफिक डिभिडेन्ड भन्ने त थाहै छ, हामीले पटक पटक भनिरहेको छौँ। डेमोग्राफिक डिभिडेन्ड भनेको चाहिँ जनसङ्ख्यामा युवा अथवा सक्षम एक्टिभ जनसङ्ख्याको प्रोपोर्सन धेरै हुने र त्यो प्रोपोर्सनको सही परिचालन गरेर देशले विकासका गतिविधिहरूको अधिकतम फाइदा लिने, तिनीहरूबाट अधिकतम फाइदा लिने कुरालाई चाहिँ डेमोग्राफिक डिभिडेन्ड भन्छौँ है। डेमोग्राफिक डिभिडेन्डमा आश्रित जनसङ्ख्या चाहिँ सानो प्रोपोर्सनमा हुने र तपाईँको इन्डिपेन्डेन्ट एक्टिभ होइन, तपाईँको फङ्सनली एक्टिभ जनसङ्ख्याको अत्याधिक ठुलो हिस्सा हुने अवस्थालाई चाहिँ डेमोग्राफिक डिभिडेन्ड भन्छ। उत्पादनशील जनशक्तिलाई स्वदेशमा नै परिचालन गर्ने वातावरण सिर्जना गर्नु होइन, प्रजनन अधिकार संरक्षण र प्रजनन स्वास्थ्यको सुनिश्चितता गर्नु, महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्ग जस्ता समूह विपन्न सीमान्तको अल्पसङ्ख्यक वर्ग समुदायमाथि हुने विभेदको अन्त्य गर्नु, कमजोर वर्ग समुदायको संरक्षणको लागि नीति कार्यक्रम र प्राथमिकता सुनिश्चित गर्नु, जनसङ्ख्या आपूर्ति प्रणाली र वातावरण बीच सामञ्जस्य कायम गर्नु, जनसङ्ख्याको सही अध्यावधिक र वर्गीकृत तथ्याङ्क उपलब्ध हुनु, अव्यवस्थित बसाइसराई बाल मृत्यु दर कुपोषण न्यून तौल र उचाइका समस्याहरू नियन्त्रण गर्नु भन्ने चाहिँ हाम्रो चाहिँ यो जनसङ्ख्या व्यवस्थापनसँग सम्बन्धित चुनौतीहरू भयो। अब हाम्रो अर्को प्रश्न हो न्यून वृद्धि दरका असर र प्रभावहरू के हुन् त भन्ने प्रश्न छ है। न्यून वृद्धि दरका तत्कालीन असरहरू र दीर्घकालीन प्रभावहरूलाई चाहिँ हामीले क्रमैसँग राखिदिनु पर्यो साथीहरू। यसका असाध्यै जोखिमपूर्ण र चाहिँ गम्भीर खालका प्रभावहरू असरहरू छन्। जस्तो नेपालको 2068को जनसङ्ख्या वृद्धि दर 1.35 रहेको थियो, अहिले चाहिँ त्यो घटेर 0.92% पुगेको छ है। यस्तो घट्दो वृद्धि दरका दीर्घकालीन प्रभाव तथा असरहरू हुन्छन् जुन यस प्रकार छन् भनेर एउटा चाहिँ डेमोग्राफिक विन्डो पिरियड घट्न गई आश्रित जनसङ्ख्याको भार वृद्धि हुनुले एउटा असाध्यै महत्त्वपूर्ण। अब अहिले चाहिँ हाम्रो त्यो विन्डो पिरियड अब 10-12 वर्षभन्दा रहँदैन भन्छ क्या, त्यो जुन अघि डेमोग्राफिक डिभिडेन्ड भन्यो नि, त्यो डेमोग्राफिक डिभिडेन्डको विन्डो पिरियड भन्छ। त्यो विन्डो पिरियड भनेको चाहिँ कति अवधिसँग त्यस्तो अवस्था कायम हुन्छ र त्यसबाट फाइदा लिन पाइन्छ भन्ने हो। नर्मल्ली यो 25, 30, 35, 40 वर्षसम्म रहन्छ है। तथापि नेपालमा अब चाहिँ जनसङ्ख्या वृद्धि दर घट्दाखेरि युवाहरूको जनसङ्ख्या घट्दै जाने भयो र हाम्रो एजिङ पपुलेसन बढ्दै जाने, हाम्रो चाहिँ औसत आयु बढ्दै जाँदाखेरि एजिङ पपुलेसन बढ्दै जाने भयो गर्दाखेरि ज्येष्ठ नागरिकहरू वृद्धहरू होइन, यिनीहरू वृद्ध अथवा ज्येष्ठ नागरिकहरू बढी हुने बित्तिकै अपाङ्गताको सङ्ख्या पनि बढ्छ कि, किनभने मान्छे चाहिँ एज वाइज अपाङ्गता थपिँदै जान्छन्, विभिन्न खालका मानसिक शारीरिक अपाङ्गताहरू थपिँदै जान्छन्। त्यसले गर्दाखेरि त्यो अपाङ्गता बढ्दै जाने अनि डिपेन्डेन्ट पपुलेसन पनि बढ्दै जाने र पपुलेसन चाहिँ ग्रोथ रेट घट्दाखेरि युवा पपुलेसन बढ्दै जाने गर्दाखेरि तपाईँको अब चाहिँ हामी जनसङ्ख्याको आश्रित जनसङ्ख्या म्यानेज गर्ने चुनौतीपूर्ण अवस्थामा रहन सक्छौँ। त्यो प्रभाव भयो। ऊर्जाशील र उत्पादनशील जनशक्तिको अभावले समृद्धिको सपना पुरा गर्न कठिन। हाम्रा विकासका लागि कस्ता जनशक्ति चाहिन्छन्, कस्ता युवाहरू चाहिन्छन् भन्ने कुराहरूको राम्रो प्रक्षेपण त भएको छैन। तर त्यो बिना चाहिँ हामीले कामहरू गर्न सकिँदैन। एक त जनसङ्ख्या त्यो युवा जनसङ्ख्या कम हुँदै जाने, त्यो वृद्धि दर घट्दाखेरि। अर्को भएको जनसङ्ख्याले यहाँ रोजगारी नपाएर विदेशमा चाहिँ आफ्नो श्रम चाहिँ उपयोग गर्नुपर्ने अवस्थाले गर्दाखेरि देशको हालत चाहिँ जहाँको त्यहीँ रहने भयो है। त्यसैगरी कृषि उद्योग पर्यटन जस्ता श्रममूलक क्षेत्रमा आवश्यक जनशक्तिको न्यूनता हुने, देशको स्रोत साधनको सही प्रयोग र उपभोग आउन नसक्ने, वस्तु तथा सेवाको मागमा कमी आई अर्थतन्त्र असन्तुलन लड्नु। अर्को भनेको यो पनि महत्त्वपूर्ण। तपाईँ जनसङ्ख्या घट्दै गएपछि डिमान्ड घट्ने भयो। डिमान्ड घट्ने बित्तिकै तपाईँको के हुन्छ त, तपाईँको उद्योग धन्दामा असर पर्ने भयो, ट्रेडमा असर पर्ने भयो। उद्योग धन्दा कृषि व्यापारमा असर पर्दाखेरि राज्यले ट्याक्स उठाउन कम हुने भयो, राज्यको अर्थतन्त्र सङ्कुचित हुने भयो। यस्ता खालका मल्टिप्लायर इफेक्टहरू हुन सक्छन् है त। सामाजिक पुँजी, सांस्कृतिक मूल्य मान्यता र पहिचानको संरक्षणमा नकारात्मक असरहरू पर्ने भयो होइन। जनसङ्ख्या वृद्धिसँगै जनसङ्ख्या नै घट्न थालेमा विद्यमान पूर्वाधारहरू खेर जान्छन्। हामीले अब विद्यालयहरू यति धेरै बनाउँछौँ, अब त्यहाँ विद्यार्थी नै छैनन् भने ती खेर गयो नि त होइन। स्वास्थ्य संस्थाहरू खेर गए हाम्रा है। त्यस्ता खालका सार्वजनिक पूर्वाधारहरू होइन, कार्यालयहरू जनसङ्ख्या गर्दै जाँदाखेरि तिनीहरू चाहिँ युजलेस हुन सक्ने सम्भावना, त्यो जोखिम बढेर गएको छ, जान सक्छ। देशको सामरिक सामर्थ्य कमजोर हुँदै जान्छ
होइन, किनभने जनसङ्ख्या भनेको आफ्टर अल चाहिँ त्यो स्ट्रेन्थ हो राज्यको, होइन। अहिले चाइना धनी हुनुमा, चाइना स्ट्रङ हुनुमा चाहिँ उसको जनसङ्ख्याको ठुलो भूमिका छ। भारत अहिले बढ्दै जनसङ्ख्या एकदमै स्ट्रङ हुँदै आउनुमा उसको जनसङ्ख्याको रोल छ, होइन। त्यस कारणले गर्दा अब अमेरिका किन त संसारमै एकदमै धनी लामो समयसम्म शक्तिशाली भएर बस्यो भन्दाखेरि उसको चाहिँ कम्पेरिटिभली ठुलो जनसङ्ख्या थियो। 33 करोड 30-35 करोडको जनसङ्ख्या छ अमेरिकासँग, त्यति ठुलो म्यासिभ ल्यान्ड छ, होइन। त्यो 33-35 करोडको कन्जम्सनले गर्दाखेरि उसको चाहिँ होल युरोप बराबरै अमेरिका जस्तो हुन थाल्यो, होइन। त्यस कारणले गर्दाखेरि एउटै देश, ठुलो जनसङ्ख्या, सबै सक्षम जनसङ्ख्या, सबै उत्पादनशील जनसङ्ख्याले गर्दाखेरि ठुलो मात्रामा उसलाई चाहिँ ट्याक्सहरू, जिडिपीहरू, होइन, प्रोडक्सन, कन्जम्सन बढ्दै गयो अनि इकोनोमी चाहिँ राइज हुँदै गयो। अब ठ्याक्कै त्यही ट्रेन्ड चाहिँ अहिले चाइनामा, चाइनाले संसारमै अब चाहिँ तपाईँको पर क्यापिटा पर्चेसिङ पावरको हिसाबले त 1 नम्बरमै छ, होइन। ओभरअल चाहिँ इकोनोमीमा सेकेन्डमा छ र ऊ चाहिँ छिट्टै फर्स्टमा 2035तिर 40तिर चाहिँ फर्स्ट इकोनोमी हुने जस्तो छ चाइनाको ट्रेन्ड हेर्दाखेरि। त्यसको मूल आधार भनेको जनसङ्ख्या हो। त्यो जनसङ्ख्या कस्तो भन्दाखेरि सक्षम जनसङ्ख्या, चाइनामा साक्षरता बढ्दै जाने, सिपयुक्त जनसङ्ख्या बढ्दै जाने, रोजगारीयुक्त जनसङ्ख्या बढ्दै जाने गर्दा धेरै ट्याक्स तिर्ने, धेरै कन्जम्सन गर्ने, धेरै प्रोडक्सन हुने, त्यसले गर्दाखेरि इकोनोमी झन् राम्रो हुँदै जाने भयो। यस्तो कुराहरू, त्यसले गर्दा तपाईँको त्यो स्ट्राटेजिक स्ट्रेन्थ पनि बढाउँदै जान्छ। केही सकारात्मक प्रभावहरू भनेर चाहिँ अब प्रभाव र असरहरू भनेको छ, विश्लेषण गर्नुहोस् भनेर भनेको छ कि साथीहरूमा, कि हामीले क्वेसन अघि राम्रोसित ध्यान दिएर हेरेको भए यस विश्लेषण गर्नुहोस् भन्ने बित्तिकै त्यसका केही राम्रा कुराहरू छन् भने त्यो पनि राख्नु, आकलन गर्नुहोस् भनेर छ नि, होइन। त्यस कारण केही राम्रा कुराहरू छन् भने ती पनि राखिदिनुपर्छ, है, 2-4वटा कुरा। किनभने यसले अलि फरक ढङ्गले सोध्दो रहेछ, अलि होलिस्टिक एप्रोचबाट सोध्दो रहेछ भन्ने पार्ने त हो नि, होइन। अब वातावरण संरक्षण र सन्तुलनमा अलिकति सहयोग पुग्छ, किनभने कन्जम्सन कम हुन्छ। रेस्पोन्सिबल प्रोडक्सन एन्ड कन्जम्सन भन्छ नि त तपाईँको चाहिँ यो सस्टेनेबल डेभलपमेन्टले, होइन। त्यो रेस्पोन्सिबल प्रोडक्सन र कन्जम्सनमा यसले फाइदा दिन्छ। त्यही शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका प्रावधानहरू प्रत्याभूत गर्न सजिलो हुन्छ र गुणस्तरीय जीवन सहज हुन्छ, होइन। रोजगारीका अवसरहरू पर्याप्त हुन्छन् यसमा, होइन। सामाजिक द्वन्द्वमा कमी आउने, स्रोत साधन र सार्वजनिक सेवामाथिको दबावमा कमी आउँछ, होइन। यस्ता कुराहरू केही सकारात्मक प्रभावको रूपमा राख्न सकिन्छ सर। त्यसैगरी नवीनतम प्रविधिहरूको विकासले मानव जीवन थप सहज र सुविधायुक्त हुन्छ, किनभने तपाईँको डिपेन्डेन्ट पपुलेसन बढ्दै गए पनि अब रोबोटिक सेवाहरू, डिजिटल सेवाहरू, कतिपय बढ्दै इन्टरनेट अफ थिङ्स भन्छ नि त, अब ड्राइभरलेस कार, होइन। तपाईँलाई चाहिँ ज्येष्ठ नागरिकहरू कतै घुमफिर पर्यो भने ड्राइभरलेस कारमा जानु पाइयो, कमान्डमा चाहिँ हिँड्न सकियो, होइन। प्रोग्रामिङ गरेका रोबोटहरूले उनीहरूलाई चाहिँ विभिन्न खालका सेवाहरू दिन सक्नु भयो, है। यस्ता कुराहरू पनि छन्। जस्तो अब सारमा, निष्कर्षमा, राज्यका सबै प्रकारका सेवा सुविधा, विकास र सुरक्षाका प्रावधानहरूको केन्द्रमा मानिस रहने हुँदा जनसङ्ख्यालाई नीति, रणनीति र कार्यक्रमको डिजाइन गर्दा ध्यान दिन जरुरी छ। संरचना, बनौट, वितरण, वृद्धिलाई सही व्यवस्थापन गर्न सके मात्र जनसङ्ख्या लाभ लिई मुलुक र नागरिकको पारस्परिक विकास गर्न सम्भव हुन्छ भनेर यसलाई टुङ्ग्याउन सक्यो साथीहरू, है त। ल, यहाँ एउटा सानो फोन आएर छ, म एउटा 10 सेकेन्ड है साथीहरू। ल साथीहरू, अर्को चाहिँ अब खाद्य सम्प्रभुताको परिचय दिँदै नेपालमा खाद्य पदार्थ पर्याप्त, स्वच्छ र सहज आपूर्तिमा देखिएका अवरोधहरूको पहिचान गर्नुहोस् भनेको छ, होइन। खाद्य सम्प्रभुताको कुराहरूलाई चाहिँ हामीले पहिला अब खाद्य सम्प्रभुता भनेकै के हो त ठ्याक्कै राख्नै पर्यो, यसमा त क्वेसनमै त्यही छ, होइन। अब खाद्य सम्प्रभुता जहिले पनि किसानको हक अधिकारसँग, उसको चाहिँ छनौटसँग, उसको निर्णयसँगको कुरा हो भन्ने याद गर्नु पर्यो है साथीहरू। यो है खाद्य सम्प्रभुता भनेको चाहिँ टोटल्ली किसानको सार्वभौमिकतासँग जोडिएको विषय हो भन्ने याद गर्नु पर्यो, है। खाद्य सुरक्षा चाहिँ खाद्यको आपूर्ति, होइन, त्यसको भण्डार, कन्जम्सन, होइन, यी कुराहरूसँग जोडिएको छ, है। त्यसको चाहिँ स्टोरेज, है, त्यसको चाहिँ सप्लाई, त्यसलाई सही तरिकाले खानेकुरा, आफ्नो कल्चर अनुसार खान सक्ने कुरा त्योसँग जोडिएको छ। तर खाद्य सम्प्रभुता भनेको कसरी उत्पादन गर्ने,
कसरी त्यसमा चाहिँ किसानको पहुँच बढाउने, उनीहरूले कसरी प्राइसलाई चाहिँ उनीहरूको डिसिजन प्रिभेल गर्ने, यस्ता हक अधिकारसँग जोडिएका छन् उसका है। यी कुराहरू याद गरौँ। अब यसको चाहिँ कम्पेरिटिभ खाद्य सम्प्रभुता र खाद्य सुरक्षा भनेर चाहिँ ठ्याक्कै कम्पेरिटिभ पनि आउन सक्छ, त्यसमा पनि याद गर्नु होला। खाद्यान्नको उत्पादन गर्ने किसानको खाद्य प्रणालीमा भूमिका, छनौट र निर्णय सम्बन्धी अधिकार हो खाद्य सम्प्रभुता। यसले खाद्यान्नको उत्पादन, उपलब्धता, पहुँच, वितरण र नियन्त्रण उत्पादनको उत्पादकको प्रमुख भूमिकालाई जनाउँछ। उत्पादक भनेको किसान। किसानले आफ्नो कृषि प्रणालीबाट आफै निर्णय गर्ने हक र अधिकारको सुरक्षालाई जनाउँछ। यसले संविधान, दिगो विकासका लक्ष्य, आवधिक योजनाले खाद्य अधिकारको प्रत्याभूतिलाई प्राथमिकता दिएका छन्। खाद्य अधिकारभित्र एउटा खाद्य सम्प्रभुता, एउटा खाद्य सुरक्षा, यी दुईटै खाद्यान्नको अधिकार हुन् है। खाद्यान्नको अधिकार अन्तर्गतै राखिएको छ संविधानमा पनि। खाद्य सम्प्रभुता हुनको लागि दिएका कुराहरू हुन आवश्यक छ, जस्तो खाद्यान्न मानिसको पहिलो प्राथमिकता रहने, किनभने खाना नपाई त जीवनै चल्दैन, पहिलो प्राथमिकता हो खाना है। दोस्रो, खाद्य प्रणालीमा किसानको प्रमुख महत्त्व रहने हैन। खाद्य प्रणालीको स्थानीयकरण हुने, उत्पादनका स्रोतमा स्थानीयको नियन्त्रण हुने, उत्पादककै नियन्त्रण हुने, स्थानीय रैथाने ज्ञान, सिप र प्रविधिको संरक्षण हुने, कृषि काम तथा कृषिहरू हामीले गर्ने कामहरू कृषि प्रणाली चाहिँ प्रकृति मैत्री रहने, बायोटिक हुने, नेचुरल हुने कुराहरू चाहिँ यो चाहिँ सम्प्रभुतासँग जोडिएका विषय हुन्। नेपालमा खाद्य पदार्थको पर्याप्त, स्वस्थ र सहज आपूर्तिमा देखिएका अवरोधहरू चाहिँ दिएका रहेका छन्। कस्ता हुन् त यसमा देखिएका अवरोधहरू भन्दा, नेपालको कृषि क्षेत्रको पर्याप्त आधुनिकीकरण र व्यावसायिकरण एवं मूल्य श्रृङ्खला प्रणाली सुदृढ नहुँदा स्वच्छ खाद्यान्नको पर्याप्त र सहज आपूर्ति हुन सकेको छैन। उत्पादनको संरक्षण नहुँदा खाद्यान्न समेत एउटा चाहिँ कृषि प्रणाली परम्परागत हुनु, सिँचाइ मल बिउको अभावमा उत्पादकता न्यून हुनु, गुणस्तरीय परीक्षण गरे प्रविधि र संयन्त्रको अभाव हुनु, खेती पद्धतिमा विकृति आउनु, अत्याधिक रसायन विषादी आदिको प्रयोग हुनु, कृषि प्राविधिक जनशक्तिको क्षमता कमजोर हुनु, वातावरण मैत्री र दिगो कृषि पद्धति एवं व्यावहारिक रैथाने ज्ञान सिप हराउँदै जानु, विपन्न सीमान्तकृत अल्पसङ्ख्यक किसानको स्वामित्व पर्याप्त जमिनको अभाव हुनु, जग्गा जमिन बाँझो राख्ने, असन्तुलित बसाइसराई जस्ता कारणहरूले उत्पादनमा ह्रास आउनु हैन। आपूर्ति प्रणालीमा उत्पादक र बजार बीच धेरै चरणमा बिचौलियाको उपस्थित रहनु र अस्वाभाविक दोहन गर्नु, आपूर्ति श्रृङ्खला नियमित नहुँदा उत्पादन खेर जाने, सुरक्षित भण्डारण नहुने र उपभोक्ताले चाहेको उपज प्राप्त नगर्ने अवस्था रहनु, उत्पादकको समयमा नै छिमेकी बजारमा समेत सस्तोमा निर्यात भई पछि महँगोमा आयात हुने अवस्था रहनु, खाद्यान्न भण्डार गोदामघरको न्यून क्षमता, खाद्य सुरक्षाका प्रावधानहरूको कमजोर पालना हुनु, ढुवानी सेवा विश्वसनीय नहुनु है, व्यापारीको सिन्डिकेट कालो बजारीले उपभोक्ता पीडित हुने अवस्था रहनु, पर्यटन उद्योग व्यापारसँग फरवार्ड र ब्याकवार्ड लिङ्केज चाहिँ स्वचालन नहुनु। अब हामीलाई यहाँ 3-4वटा कुरा भनेको छ नि त, जस्तो चाहिँ तपाईँको एउटा पर्याप्त, स्वच्छ र सहज आपूर्तिका समस्याहरू हुन् नि त हैन। त्यसमा एउटा कृषि प्रणालीका समस्या, एउटा आपूर्ति प्रणालीका समस्या, अर्को नीति कानुनहरू। यसमा चाहिँ अवरोध दिने नीति कानुनहरू के हुन् भन्दा, कानुनका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन नहुने, गैर कानुनी ढङ्गले खाद्य आपूर्तिमा अवरोध गर्ने व्यापारी बिचौलियाहरूलाई कारबाही नहुने, तपाईँको किसानलाई 10 रुपियाँ दिएर किनेको तरकारी बजारमा आउँदा 100 रुपियाँ हुने, त्यो पनि कुनै प्रणाली हो, कुनै भ्यालु चेन सिस्टम हो त त्यो हैन। त्यो हो नि त हाम्रो प्रब्लम। वैज्ञानिक भूमि सुधार कार्यक्रम लागू गर्न नसकिनु, खेतीयोग्य जमिनमा विस्तार हुनु, विपद महामारी अन्तर्राष्ट्रिय प्रभावको सामना गर्ने प्रभावकारी खाद्य सुरक्षा रणनीति अभाव हुनु, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्राधिकार रहेको कृषि प्रणालीमा समन्वयात्मक ढङ्गले आधुनिकीकरण बजारीकरण गर्ने कार्यक्रमको कमी हुनु, किसानको लागि सामाजिक सुरक्षा बीमा संरक्षणका प्रावधानहरू फितलो हुनु, प्रधानमन्त्री कृषि आधुनिकीकरण रोजगारी जस्ता कार्यक्रम बीचमा समन्वय नहुनु र नतिजामूलक ढङ्गले कार्यान्वयन नहुनु। निष्कर्षमा संविधानले व्यवस्था गरेको खाद्यान्नको अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको प्रत्याभूति गर्ने नीति कानुन र कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ। महामारी, विपत्ति, खाद्य सङ्कटको सामना गर्ने रणनीति र सञ्चित आवश्यक छ। किसानको संरक्षण र विकास, सहकारी र बजारको तादात्म्यतामा आधुनिक उत्पादनमुखी प्रविधि, विविधन र पूर्वाधारको विकासले मात्र यस क्षेत्रमा नतिजा हासिल गर्न सकिन्छ। 3 तहका सरकार, निजी क्षेत्र र उत्पादकको बीचमा सघन सहकार्यले नतिजा प्रभावकारी हुन सक्दछ भनेर यसलाई टुङ्ग्याउन सकियो साथीहरू। अब एउटा यो पब्लिक प्राइभेट पार्टनरसिप भन्ने छ, यो चाहिँ हामीले अर्को च्याप्टरको पनि भएको भएर पछि हेरौँला। ल आजलाई यति नै गरौँ साथीहरू है। आज अलिकति लेट सुरुवात भयो, तथापि अलिकति फास्ट भएको छ। अब यो फास्ट पेसलाई चाहिँ तपाईँहरूले एक्सक्युज गर्नु नै छ भन्ने लाग्छ, किनभने तपाईँहरूको एकदम इक्जाम क्लोजली छौँ हामी। 3-4वटा टपिकलाई एउटै क्लासमा समेटेर अगाडि बढ्न सकिएन भने अब यो ब्रसअप गर्नु गाह्रो हुने भएको भएर सक्दो तपाईँहरूलाई पोटेन्सियल क्वेसनहरूलाई चाहिँ यहीँ एकदमै प्रत्यक्ष रूपमा